एभ्रिवान गुड मर्निङ ह्याप्पी सन्डे। तपाईँहरूको सन्डे कस्तो जाँदैछ? मेरो चाहिँ एकदम घाममा बसिरहेछु म, बल्ल 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 घाम लागेर घाममा बस्नु पाएको हो। अन्त आज चाहिँ म चाहिँ के गर्नेवाला छु भने चाहिँ नि, मेरो चाहिँ नि यति डरलाग्दो ब्ल्याक हेड्स आएको छ हो, क्यामेरामा त देख्दैन, यति डरलाग्दो ब्ल्याक हेड्स आएको छ कि। अन्त मैले चाहिँ अलरेडी यो बेसनको याद छ त तपाईँहरू सबैजनालाई, फेमस पेस्ट होइन, यो बनाएको छु हो। बेसन, हल्दी र पानी हालेर, अरू त केही हालेको छुइनँ, सेन्सिटिभ स्किन छ नि त मेरो। अन्त ब्याकग्राउन्डमा चाहिँ मेरो हस्बेन्ड र नानी हुनुहुन्छ होइन। अन्त मैले चाहिँ यो पेस्ट अलरेडी बनाइसकेँ अफ क्यामेरा। अन्त यो चाहिँ म लगाउँछु होइन। अन्त मेरो यो बेसनले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ स्क्रबिङ प्रपर्टी हुन्छ नि त बेसनमा चाहिँ। अन्त अब केमिकलहरू किन फेसमा बेसी लगाउनु भनेर चाहिँ मैले चाहिँ आज एकदम टाइम पाएर जाँगर चलाएर यो बनाएको हो। अन्त म यो लगाउँछु ल। फर्स्ट अफ अल हेयर ब्यान्ड लाउँछु, किनभने कपालमा लाग्यो भने मन नै पर्दैन, सिक लाग्छ नि त। लाउँछु ऐनामा हेर्दै लगाउँछु ल, क्यामेरामा त पुरा टल्क्यो। अन्त यहाँ मेरो यहाँ खुन देख्नुहुँदैछ, यो चाहिँ के हो भन्दा चाहिँ मेरो नानीले अस्ति कोथारेर चाहिँ मलाई खुनै निकालिदिएको छ हो यहाँनिर। अन्त एउटा तपाईँले एउटा कुरा भन्छु कि म, यस्तो खालके मिरर किन्नुहोस् तपाईँहरू पनि होइन। यस्तो खालके मिरर किन्दाखेरि चाहिँ एकपट्टि चाहिँ नर्मल मिरर हुन्छ, एकपट्टि चाहिँ जुम भएको हुन्छ होइन। यो चाहिँ डल्लै फेसको चाहिँ भित्र आत्मा पोर्सहरू सबै देख्छ यसले चाहिँ कि। अन्त यसमा चाहिँ सजिलो हुन्छ मेकअपहरू गर्नु पनि, अन्त ब्ल्याक हेड्सहरू पनि देख्छ, सबै कुरा हो यसमा चाहिँ। अन्त सजिलो हुन्छ। यो चाहिँ मेरोमा सदियों, यो ऐना चाहिँ मेरोमा वर्षौँदेखि छ, मैले मिनिसोबाट किनेको होला, गान्तोकबाट। अन्त तपाईँहरूलाई पनि भनिदिएको। नानी भएपछि चाहिँ मैले यस्तो टाइमै पाएको छुइनँ हो, अल्छी पनि लाग्दो रहेछ कि यस्तो सेल्फ केयर गर्ने। अन्त आज चाहिँ साह्रै भएन मेरो चाहिँ, अब यस्तो सेतो फेसमा चाहिँ सबै कुरा देख्छ नि त दागहरू। अन्त आज यस्तो हेरेको त नाकमा त डरै लाग्दो ब्ल्याक हेड्स आएको रहेछ होइन। अन्त होस् यस्तो अल्छी नि भएर हुँदैन, आफ्नो सेल्फ केयर त गर्नु पऱ्यो नि त भनेर चाहिँ होइन, एकदम मैले होममेड उपटन बनाएर चाहिँ लगाउँदैछु। अन्त फेस प्याकहरू चाहिँ नि कहिले पनि सुकिन्जेल राख्नु हुँदैन हरि। आइएम नो एक्सपर्ट, नट एन एक्सपर्ट, बट स्टिल मैले पनि कुनै आर्टिकलमा पढेको थिएँ कि रिल्समा हेरेको थिएँ कि फेस प्याकहरू चाहिँ कहिले पनि उयो गर्नु हुँदैन अरे, सुकिन्जेल राख्नु हुँदैन अरे हो। हाफ सुकेको हुनुपर्छ अरे, हाफ यस्तै हुनुपर्छ अरे होइन। अन्त चाहिँ त्यसो गर्दाखेरि चाहिँ मजाले यसरी स्क्रब गरेर त्यहाँदेखि धुनुपर्छ अरे। त्यसो गर्दा चाहिँ ब्ल्याक हेड्सहरू पनि निस्किन्छ अरे। तपाईँहरूको सन्डे कस्तो जाँदैछ? प्लिज कमेन्ट डाउन बिलो। मैले चाहिँ फुल फेसमा लगाएँ, नेकमा लगाएन किनभने म अघि बिहानै लगाएको थिएँ कि, फेरि घरिघरि धुनु अल्छी लाग्छ हो। सो यसलाई चाहिँ म अब 10 मिनट्स जस्तो राख्छु, त्यहाँदेखि धुन्छु। बाई बाई, ह्याभ अ गुड डे।